यहाँ भेडाको ऊनलाई निकालिँदैछ। निकालिएको भेडाको ऊनलाई धागो बनाइदै अब धागो तयार भएपछि तान लाउने कार्य सुरु हुन्छ। यसरी तान तयार भइसकेपछि अब विभिन्न पोसाकहरू बुन्ने काम हुन्छ, जस्तै मफलर, बक्खु, किटिक, गलैँचा आदि। यहाँ अहिले किटिक बुनिँदैछ। बुनिसकेको किटिकलाई वा कुनै पनि वस्तुको पहिलो रङलाई यसरी पखालिन्छ। यसरी एकपटक पखालिसकेपछि फेरि धुँदा रङ जाने डर हुँदैन। एक दिन पुरा सुकाएपछि उक्त किटिकलाई यसरी मौलिक तरिकाले इस्त्री लगाइने अर्थात् तन्काइने गरिन्छ। र अन्तमा यसरी सिलाइ किटिकलाई अन्तिम स्वरूप दिइन्छ। यसरी नै याकको रौँ, ऊन र छालाबाट पनि विभिन्न झोला, डोरी, गलैँचा अनि ध्वजा अर्थात् जुत्ता तयार पारिन्छ। वास्तवमै मुस्ताङवासीहरू यस्ता सिपहरूले निपुण छन् र त आफूलाई आवश्यक पर्ने यस्ता आधारभूत सामग्रीहरू आफैले निर्माण गरी प्रयोगमा ल्याउने गर्दछन्। हिउँद ऋतुमै बौद्ध धर्मावलम्बीहरूको नयाँ वर्ष लोसार माघ फागुनमा मनाइन्छ। तर मुस्ताङ्गेहरू यो पर्वलाई आफ्नै भाषामा भन्छन् छोङ्गो। छोङ्गोको तयारी स्वरूप केही दिन अघिदेखि नै यस्ता रोटीहरू बनाउन सुरु गरिन्छ, जसलाई खोरा अनि खाब्जे भनिन्छ। छोङ्गोको पहिलो बिहानको प्रथम प्रहरमा नै भगवानलाई चोखो जल, मिठो खानेकुरा अनि साङ धूप बालेर विशेष स्वागत गर्ने गरिन्छ। अनि अग्रजहरूबाट आशीर्वाद तथा प्रसाद ग्रहण गर्ने, आफन्त इष्टमित्रहरूलाई भोजनको निम्तो दिने र शुभकामना आदान प्रदान गर्ने जस्ता कार्यक्रमहरू क्रमशः हुँदै जान्छ। अनि विभिन्न रमाइला मौलिक खेलहरू खेली मनोरञ्जन लिने गरिन्छ।
यसरी सामूहिक रूपमा भोजन, शुभकामना आदान-प्रदान तथा रमाइला खेलहरूले एकतर्फ संस्कृतिको जगेर्ना त गर्छ नै, अर्कोतर्फ एक आपसमा प्रगाढ सम्बन्ध र भाइचाराको भावना पनि विकास गराउँदछ। अब छोङ्गोलाई बिदाई गर्ने समय पनि आएको छ। छोङ्गोको अन्तिम तेस्रो दिन बिहान घरको झ्यालढोका, भर्याङ तथा पुर्खाको सरसामग्रीहरूलाई घिउ लगाइन्छ। र आफूले छापेको धारचोक र लुङदारलाई लामा कहाँ लगेर रामले आशीर्वाद थापिन्छ। त्यसपछि कसैले आफ्नो घरको कौसीमा भने कसैले उच्च स्थानहरूमा गई सो धारचोक र लुङदारलाई उडाइन्छ। यसरी धारचोक र लुङदार उडाएर सुस्वास्थ्य, दीर्घायु र सफलताको कामना गर्दै सो दिन छोङ्गो अर्थात् लोसार पर्वलाई समाप्त गरिन्छ। छोङ्गो पर्वको केही दिन पछि नै खेतमा बिउ छर्ने कार्य आरम्भ हुन्छ। प्राय यो महिनाभर नै यी स्थान हिउँले ढाकिने गर्दछ। तर यो वर्ष त्यति साह्रो हिउँ नपरेकोले बिउ छर्नमा खासै कठिनाई परेन। बिउ छर्नु अघि लामाद्वारा सानो परम्परागत पूजा नाङ्गे पढ्ने गरिन्छ। तत्पश्चात गहुँ, जौ, उवा आदि जस्ता आफूलाई इच्छा लाग्ने बिउ छर्ने गरिन्छ। खेतको उब्जनी राम्रो फलोस् भनी घरमुलीले झोपाहरूलाई घिउ लगाई रोटी खुवाउने गर्दछन्। त्यसपछि आफ्नै परम्परागत वेशभूषामा 1 देखि 2 हलसम्म जोतिन्छ आफ्नै भाका लिएर। जोत्ने कार्य सकिएपछि उब्रिएका बिउलाई यसरी छोपेर खेतलाई सम्याउने कार्य गरिन्छ।
जसलाई थेमटेन भनिन्छ। र केही दिनपछि खेतलाई खण्ड खण्ड अर्थात् ड्याङ बनाई चिटिक्क पारिन्छ। जब चैत मसान्ततिर खेतमा बालीका कलिला टुसाहरू उम्रन सुरु हुन्छ तब यहाँ एक प्रकारको पर्व मनाइने गरिन्छ जसलाई ग्याङ कोर्तो भनिन्छ। यो पर्वमा गाउँका ससाना बालबालिकाहरू घर घरमा गएर अन्न बाली राम्रो फलोस् फुलोस् भनी मिठो भाकाले आशिष दिने गर्दछन्। अनि घर आमाले आफूसँग भएको अन्न बाली दिएर पठाउने गर्दछिन्। बच्चाहरू अलिकति बदमास त हुन्छ नै, आमाको हातबाट खोस्नै थाले बा